हेलो अनि नमस्ते वेलकम टू आवर यूट्यूब चैनल। आज चाहिँ म फाइनली हजुरहरुको सामु आफ्टर लङ टाइम अलमोस्ट लाइक 9-10 महिना हुन आँटिसक्यो होला म युट्युबबाट ब्रेक भएको। आज चाहिँ म फाइनली हजुरहरुको सामु आएको छु ब्लग लिएर। अनि हजुरहरुको लागि चाहिँ आज सरप्राइज छ आफ्टर 1 इयर अलमोस्ट हुन आँट्यो। अनि आज चाहिँ मेरो के छ सरप्राइज भन्दाखेरि चाहिँ मेरो युट्युब फ्यामिलीले अब हजुरहरुलाई म बिस्तारै अलिअलि मेरो क्लिपहरु देखाउँछु। म किन चाहिँ के कारणले चाहिँ म युट्युबबाट हराए र के कारण थियो भनेर चाहिँ म हजुरहरुलाई अलिअलि क्लिप देखाइदिन्छु। फर्स्ट टु लास्ट अनि हेर्नु होला। यहाँ चाहिँ हाम्रो भाउजू हाई भन्दिनु भाउजू। आज हाम्रो आफ्टर अलमोस्ट 1 इयर पछि तिते मागिरहनु भएको छ नाना हाम्रो। यहाँ पनि युट्युब च्यानल चाहिँ के अरे नानाको पनि म युट्युब च्यानलको लिंक तल राखिदिन्छु। हेलो म यहाँ देखाउँछु हजुरहरुलाई के छ भनेर। आज चाहिँ हाम्रो अब चाहिँ यहाँबाट स्टार्ट हुँदैछ। यहाँ चाहिँ यता चाहिँ डेकोरेसनको कामहरु हुँदैछ। हाम्रो जनताहरु यहाँ चाहिँ मैले ट्याङ्क बनाउँदैछु हेर्नु होला। बेना दिदी भाउजू दाजु बुढो सबै छन् बुबुहरु। ट्याङ्क चाहिँ यहाँ यस्तो हुँदैछन् वाटरप्रुफ। यहाँ ट्याङ्क यता पानी परेर बिजोक छ। यता हाई भनिदिनु भएन। यता बुबु यता बुबु यता धमाधम बिजी। यता डेकोरेसनको कार्यक्रम। हेलो हेलो यता बिजी डेकोरेसन चाहिँ यहाँनिर भर्खर स्टार्ट हुँदैछ। फाइनल लुक्स हेर्नु होला अनि कस्तो लाग्छ भने कृपया कमेन्ट्समा भनिदिनु होला। मन पर्यो भने यता हेरिदिनु त भाउजू। डेकोरेसन मेन यहाँ मास्टर नि साहेब चाहिँ यता हुनुहुन्छ डेकोरेसनको। यता यहाँ चाहिँ हामी यसमा ग्यारेजमा गर्दैछौँ बिजोक छन्। यता हाई भनिदिनु बुबु। युट्युब ब्लग स्टार्ट आजदेखि फेरि। टेप छ सलर टेप उयो छ बुबु उयो माथि। ल्या अब यता चाहिँ फेरि यहाँनिर सिस्नोको हालत यहाँ पातला छ पानी परेर बिजोक। यहाँ पकाउँदैछन् कुकम्यानहरु। हेलो हेलो यहाँ चाहिँ के वाचिपा पाक्दैछ। यहाँ चाहिँ कामकारीलाई जस्तो देखाउनु ल्याउँदा मलाई वाचिपा। यहाँ नाना यता धमाधम छ। यता धमाधम यहाँ टमाटर पटाई। यता बुबु यता हाई भनिदिनु। पर्क पकाई पर्क चाहिँ अलि फ्राई भइसकेछ। अब यहाँ पाक्दैछ। यहाँ छ निस्ठिके कता यो चाहिँ भेज करी अरे देखाइदिउँ। यो चाहिँ आलु कोपी मटरको सब्जी। यो पनि भेज हो यो पनि भेज। यहाँ चिकन लोकल चिकन। यो चाहिँ लोकल चिकनको सब्जी। यो पनि त्यही हो चिकनै यहाँ लेखेको छन्। यो पनि चिकनै हो। यहाँ वाचिपा पाक्दैछ। यहाँ सुँगुर पाक्दैछ। वाचिपाको वाचिपा सागहरू कता राख्नुभयो नानाले पकाएर अघि। यहाँ बजार छ हेर्दै गर्नु होला। हामी यहाँनिर बिजी यस्तो छ पानी परेर हालत फेरि। मेरो बारी यता छ है साग रायो साग धनियाँ मजाले उम्रिँदैछ मेरो बारी। यता के चाहिँ अर्को उपर छैन पर ल अब छिरेछ त अब कसरी तान्नु हुन्छ। यता ल हेर्दै गर्नु होला। म अहिले देखाउँछु है त। चिया पसेको कार्यक्रम हुँदैछ। पानी परेर बिजोक हाम्रो। यता डेकोरेसन यस्तो हुँदैछ। त्यो लानु त भाउजू के यता डेकोरेसन
पानी ल्याएर साला बिजोक ओहो हात त हुन्छ कि कसो हुन्छ खानु बिस्तारै त्यति बेनारा र बुद्धिमा इदार गर्दै हुनुहुन्छ नि पानीले बिजोक यस्तो भयो अहिलेको हाम्रो डेकोरेसन चाहिँ चियरहरूको कार्यक्रम पानी यस्तो छ हालत पानीले डेकोरेसन यति हुँदैछ कफी टाइम तँ खै चिया नखाने कफी हो यस्तो प्याकेट तातो छ घोटाला नि त्यहाँ त्यो पानीले मलाई के बिजोग नि यस्तो हालत पातला छ जिन्दगी ल हेर्दै गर्नु ल हाम्रो चाहिँ यस्तो बिजोग भइरहेको छ यहाँनिर चियरहरूको डेकोरेसन धनमा यो वाटरप्रुफ छ र यसले कि धनमा हामीलाई अलिकति सजिलो भइरहेछ यता एकदम यता के पाक्दैछ बिरयानी कार्यक्रम हजुर आम्मामा हजुर बिरयानी पकाउनु हुने के त हाम्रो बुबु यता बुबु यहाँ पर्कको टास्दै हुनुहुन्छ पर्क देखाइदिनु त बुबु कस्तो भएछ खै अब ठिकै भएको छ होला खै यो चाहिँ हाम्रो अहिलेको सुँगुर पाकिसकेको अवस्था यहाँ यो अघि देखाएको यो वाचिपा हेरौँ कुखुरा लोकल कुखुराको वाचिपा राईकोमा त यति हुनु परेन नि वाचिपा आम्मामा हाम्रो युट्युब फ्यामिली नै आउनु होला खानु वेलकम छ यहाँ चाहिँ ए बिरयानीको लागि पानी यहाँ पनि छ वाचिपा एक्स्ट्रा कुखुराको खुट्टा लडिरहेको रहेछ यहाँ पुत्तानो फर्केर हेरिरहेछ ल हेर्दै गर्नु होला हाम्रो चाहिँ पानी परेर हालत यहाँ पातला भइरहेछ यो चाहिँ फाइनल डेकोरेसनको लुक यस्तो भएको छ baby shower. La 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 la. के अहिले त काट्दैछ लागेन
कस्तो छ है हालत आजको बेबी सावर चाहिँ यस्तो भयो है पानी परेर यस्तो छ हाम्रो भेनाको यस्तो दुःख छ यहाँको सामानहरू निकालिसकेको अवस्था टेबलहरू यहाँ यस्तो हालत आजको दिन त नि जिन्दगीमा कसैको नआउँछ अरे खानेकुराको बजार यस्तो छ गिफ्टहरूको बजार 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 डेकोरेसन गिफ्टहरूको बजार पानी झरी भए पनि आजको दिन चाहिँ सकिएको अवस्था बेबी सावर आजको डन यहाँको डेकोरेसनको सामानहरू पनि सब भत्किसकेको अवस्था बिजी 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 अलिअलि क्लिपहरू राखेको अवस्था पानी परेर आज सामानहरू थाम्को मनको गर्न बिजी हालत पातला छ जनको बिजी आजको धन्न आजको यो ट्रेनले चाहिँ एकदम हेल्प गरेको छ हामीलाई पानीमा रोक्नुको लागि खानेकुराहरू यहाँ यस्तो छ हालत यस्तो छ पानी झरीमा यहाँ सामानहरू टेबल चेयरहरू गाडीमा हाल्दै हुनुहुन्छ हाम्रो सरले वेदर ती भन्दै हजुरहरूलाई आजको हाम्रो बेबी सावर चाहिँ अलिअलि क्लिप एकदम सबै यताउता गर्दा गर्दै आजको दिन चाहिँ यस्तै भयो अलिअलि हल्का हल्का क्लिपहरू राखिदिएको छु धेरै समय पछि हेरिदिनु होला अनि हजुरको मिठो मिठो ब्लेस दिनु होला।